रिभाइभ हुने बित्तिकै जाम नम्बर भनेर नम्बर नम्बर 3 नक भएर हो के नम्बर 3 लाई गाली गरेन चुप त्यहाँ रिभाइभ भइसकेको थियो ऊ मैले जाम भनेको के होइन त्यो जाम भन्दा भन्दा म मरे नम्बर 4 ए नम्बर 3 रिभाइभ भएपछि तिमी नक भएन यु श्राप अनि तिमी पछाडि हेर्नु पर्दैन उसलाई चाहिँ पछाडि हेरेर अनि आफू चाहिँ अगाडि मात्र हेरेर बसेर हुन्छ ए भाइ दुवैपट्टि थियो दुवैपट्टि हेरिरहेको थिएँ मैले 1000 रुपैयाँ देऊ अनि कसरी उयो जाम न के रे उयो ग्यारेजमा जाम न ग्यारेजबाट जाम न 1000 रुपैयाँ देऊ ग्यारेज गएर न यो सेल्टर लुट्ने हो कि छिटो 1000 रुपैयाँ ल्याऊ मलाई यहाँ ट्याटु हान्न पुगे हैन अनफलो गर म अनफलो छिटो ल्याऊ ल्याऊ लो 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 हैन यी एसनाया जाउँ के लुट्न एसनायामा झरे हैन अनफलो गरौ न यही लुटम भनेको ए गए हजुर गए म दुलोमा गए म चाहिँ दुलोमा गए नम्बर 1 पनि गयो हुन्थ्यो नजाऊ भाइ नजाऊ नम्बर 4 को पछि न त्यही त लुट अब मज्जाले प्रिजन गयो होला हैन लुट्न हैन तल पार्टी भेलेस के झिकु मिराडो झिकु कि कुब झिकु कि के यहाँ बग मिराडो हेर त यस्तो मिठो प्लस हुने ठाउँमा शुभम अब यो गरुला नि यो गेम के हर यो गेम त म त कसम नामै तोकेर गाली गर्छु है नम्बर 4 लाई मैले गर्दा मरे त मलाई गाली गर्न मैले गर्दा नमरे जस्तो म त दिन्छु नम्बर 4 लाई दिन्छु गाली म त नम्बर 1 ले गल्ती गरे नि नम्बर 3 ले गल्ती गरे नि नम्बर 2 ले गल्ती गरे नि गाली म नम्बर 4 लाई दिन्छु रातभरि सम्झनामा रातभरि त्यो निन्द्रामा पनि चिच्चेको आवाज आउँछ अनि गाली गरेको आवाज आउँछ नि भाइ त्यस्तो त आउँदैन होला बानी भइसक्यो अब मलाई के रे पहिला 1-2 दिन चाहिँ आउँथ्यो अहिले त बानी भइसक्यो मासाला रन्डो पहिला त बेलुका यसो यहाँ किच्चाको सुन्दा नि यस्तो झ्यालमा हेर्न पर्थ्यो भूत करा हो कि भनेर साला हो त्यत्रो ठ्याङ ठ्याङ चाकैमा हानो त्यो जाठोले त यार वहाँबाट क्लियर त्यो गन कस्तो छ भने 2 गोलीमै ढाल्दिन्छ हौ त्यही माथि अझै हामी त प्यात्त बसेको अझै ओपनमा ए भरै उलाई त तीनै जनाले एउटै त्यही मार्यो यार त्यसले ट्याङ 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 मास्ता 1v1 जुत्न आएको भए त्यति सक्थेन होला स्प्रेमा हो हामी विक भएर हो के गरे अहिले कन्डो हान्नु नि तिमीले म 2 मिस्टेक गरे थाहा त्यहाँ सुरुमा किन फायर गरेको सुरुमा एम्पो किन पेट 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 गरेको त्यहाँ हो हजुर अनि त भुल भयो मबाट भुल अहिले आएर मलाई पबजी खेल्नु नि भुल भयो जस्तो लागिरहेको यो त पुरै लुटिसेर हो नि त यार न म पबजी खेल्थे न म गोलोसँग भेट्थ्यो न म गोलोबाट यसको म सोच्दैछु मैले त्यस्तै अब चाहिँ निरहन्द माथि बग्गी फेरि भोलि कलेज छ ओए अनि कृपा गयो कि गएन हात भाग त्यो घरबाटै दिन्न के बाउ चाहिँ आर्मी छ छोरीलाई चाहिँ एथलेटिक बनाउनै खोज्दैन स्कोप छ एक्स्ट्रा नो यार केही छैन यार सब लुटेको मैले मेन्सनमा छु है म लुट्नलाई यो शेल्टर त पुरै लुटिसकेर है कि के लुट्ने यार सबै लुटिसकेँ के मैले केही छैन केही बाँकी रहेको छैन मैले खराङ खरुङ गरेर लगिसकेँ जम अब लुट्नु के गर्ने त अब लुट्नै पर्यो त केही छैन जम बग्गी खदा
नजाऊ मसँग आउँछ नम्बर 1 ए मेन्सन लिन जानु पर्ने लिन आउनु पर्छ है पर्दैन पर्दैन त्यसो भए त जाउँ न ए लुट्न जानु पर्यो अरे मेन्सन नै मेन्सनको माथि डाँडा मेन्सन भन्दा नि दुखलाको घर रोड्छु लुट्नु पर्यो यार केही छैन यार लुट्नु छ त्यो ठ्याक्क ग्यारेजमा जे भेटेको छु त्यही मात्र छ के ग्यारेजमा जे भेटे त्यही मात्र छ यहाँ स्कार छ है विथ लट्स अफ एमो या उयो छ स्कोप छ एक्स्ट्रा कोहीसँग नो भेट्यो भने मार्क गरिदिउँला आज मैले कति पछि उ खेलेको पुल खेलेको तर मैले जिते यार पवनलाई ओ फेरि पवन भन्ने गोलोको साथी हो अहिले म त्यहाँ पुलमा भएको भए मी पब्जी खेल्न आउन पर्दैन पुल खेल्दै बस्छ तिम्रो बाजे म बाहिर गएको थियो बाहिरबाट त्यता अनि सामान किन्दै गएको थिए अनि त्यसपछि त्यो पवन बिरामी भएको थियो भन्न पाए अब बिरामी मान्छे पुल खेल्न जाँदा रहेछ है तिम्रो बाजे तिमी चुप अरु के हैन तिमी हिजो मलाई हिजो रातभरि खेल्ने भनेर म्याराथन छ मेरो भनेर गएको चाहिँ अनि मैले बिर्सेन नि फेरि त्यो पनि नभए कटाबटा भयो तिमी पुल खेल्न गयो म म्याराथन खेल्न गयो दुईटैले भन्न नपाए भाइ कस्तो मेरो आवाज त रेकर्ड गरेर त्यो सिरियलतिर भूतको चुडेल कराएकोलाई पठाइदिने मस्त हुन्थ्यो होला यार त्यहीको कन्टेन्ट पायो भने मेरो गर्लफ्रेन्डको बेस्पामा तिम्रो गर्लफ्रेन्डको त अनि ओरेन्ज बेस्पा हैन त्यो हल्का स्क्रैच भएर कलर उड्यो हो के मलाई भन्दिन्छु नि फेरि बिचरा कृपाको के रे कृपाको ओरेन्ज भेषमालाई सेतो भेषमा भन्दिने तिमी म कौन देला बडे सेतो भेषमा बाबा ओरेन्ज कलर सेतो भन्दा नि त्यो कति दिन भयो उ गएको ड्राइभिङ इन्स्टिट्युट हैन आज ट्रायल दिएर आएर फेल भएर रिसाइरहेको केमा गुल्टियो बाहिर गर्दा सबै भइरहेको थियो रे भित्र स्कुटरको ह्यान्डलै सारो भएको पर्यो रे घुम्दै नघुम्ने पर्यो रे ए त्यस्तै हुन्छ नि भाइ यहाँ बगी रहेछ जम्मै बगीमा अहिले यहाँ स्कुटरमा सेल्ट्यो भने त फेरि अघि बगीमा बस्नु पर्दैन भने हैन मैले फेरि तर उही आज कस्तो पोखरामा कत्रो पानी परेको थियो थाहा आफ्टर लङ टाइम तर फेरि गर्मी नि भइरहेछ ए लङ टाइम त म पत्ताउँदिन हौ पोखराको वेदर 2-3 दिन पछि बल्ल पानी परेको नि भाइ ओइ हैन नि ओइ भाइ बिस्तारै सुत्ने घर कान्छ 8 घण्टा त सुत्ने घर भन्थे यहाँ कान्छ 4 घण्टा सुतेर जान्छ कलेज डिभाइड बाइ 2 ओए अनि के रे ए ह्यान्डल सारो परेन भन्दा लाइक सुरुमै गुल्टियो भनेसी 8 छिर्न लाग्दै लडेर के त्यो बिचरा अझ त ढुक्क पास हान्छु भनेर बसिरहेको थियो बाहिर आने बिचरा गाडी मेरो फेरि यहाँ नागरिकता हराएर गाडीको ट्रायलै दिन पाएको थिएँ यस्तो छ हालत मतलब पनि छैन सोल्टीलाई फेरि गाडीको के रे लाइसेन्स हरायो भनेर लाइसेन्स हैन नागरिकता हरायो के लाइसेन्स ट्रायल दिनै लाग्यो नागरिकता हैन लाइसेन्स नागरिकता यहाँबाट बाल्दै हिँड्ने र गाडी चलाउने मेरो कामै भाइ तर इनिमी ज्याम ल्याम आउला नि है
माथि नै बस्दा ठिक हुन्थ्यो होला माथिकै त्यो हजुरकै इसारामा नाचौँ होला हामी अहिले अब कहाँ जाने ल भन्नुहोस् माथिको डाँडाको घर आउँला नि त्यही गएर बसौँ बरु चुपो लाएर दिदीले भन्नुभयो त्यही जाउँ अनि के रे ओइ के रे अब अझ 3 दिन मिल्छ त भन्न खोजेको कि तिम्रो टाउको 3 चोटि मात्र मिल्छ हौ थाहा छ त 3 चोटि अरे एकचोटि फेल भयो त अब भन्दा नि अब 2 चोटि अब त त्यही जाने त होला नि हैन घुमेर जसरी नि घुमाइ फिरै त्यही भएर मर्ने भयो हो र हैन यता जाउँ न यता ओके नम्बर 2 लाई भन्न दिउँ न कता जाने जाम न सेफ ठाउँमा एनिमी धेरै नआउनुस् अब अन्डरग्राउन्ड जाने अब एनिमी धेरै नआउने अब के कहाँ हुन्छ थाहा छैन कि भनेर जाउँ न सेल्टरको दुलो जाउँ होला यतै बस्छौँ होला यार पारी कटेर स्क्वाड हाउस बस्नु न पारीको यो पतला पतला सिधै त्यहाँ त होला त एनिमी सिधै के मलाई नसोध ऊ नम्बर 2 ले जे भन्यो त्यहीमा राजी है म सिधै गइदिउँ के म त रेडी है पतला नम्बर 2 को डिसिजन एउटा स्कोप चाहिँ खोज्नु पर्यो यार जल्दी जे भन्यो नि आयो को आयो 1 नम्बर तिमीसँग एक्स्ट्रा स्कोप छ भइल्याउ न त एनिमी छ वे स्क्वाड हाउसमा के भने गाडी देखेन के यार रेड डटै हान्यो के अब मैले यार अब एम्फो त चाहिन कि म छु नि चाहियो चाहिने के हैन 2x ए भेटियो यार I got supplies. मै पनि र 4x हुँदा 6x राम्रो जान्छ है हातमा 6x हुँदा 4x राम्रो जान खोज्छ फेरि हातमा दुईटै स्कोप भयो दुईटै राम्रो जान्न कति धेरै एनिमी हो Marked a location. यहाँ गएर बस्दिनुपर्छ क्या हो 2v2 को स्प्लिट हो अनि के रे मैले पनि थर्ड टाइम दिएको नि थर्ड टाइममा पास गरेको नि तिमी त ग्वाचे भइहाल्यो तिम्रा बाउ म पहिल्यैदेखि स्कुल चलाउने मान्छे थर्ड टाइममा पास भएको सुरुमा चाहिँ ला Marked a location. हेर्न यस्तो छ के दिमाग त रुम सकिसकेर जा कफी कफमा नक नखाउला नम्बर चाहिँ रुम बनाउँदैछु ए कसम फाइटमा इन्गेज हुँदै नभए हुन्छ म त दुईटै 0-0 एचपी छन् होला यार यतिहरु यार टेट नकै भएन तुसेको यार मैले पर्यो यतै जोन स्क्वाड हाउस सेन्टर उया कि ब्रिज मुनि खेल्न पर्छ होला हौ ब्रिज मुनि नि यतैपट्टि छ त हैन कि अब यो जोन पछि चाहिँ त्यसपछि यतिखेर स्टार्ट हुनु पर्ने फुल कट्न दिन्छ दिन्छ Watch यहाँ बस्दा out. हुन्छ कि त्यहाँ बस्दा हुन्छ कि बग्गी राखेर भाइ एकैछिन है Watch out. ती म जान्छु यार त्यहाँ छिटो गाडीमा बस्नु है भाइ अब जोन सुरु हुनु भाइ भयो। रोक न अब मैले जोनलाई रोक्न चाहिँ मिल्दैन है फेरि त्यो चाहिँ कता हो भाइ डिसिजन कता हो भाइ 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 म कहाँ हो भाइ ए यहाँ तल हो के मुला भाइ लैजाऊ ल म रुम बनाइहालेँ लास्ट गेम हो त्यहीँ बस्छ ल एउटै केटा गइदिएको हामी यहाँबाट हेरिदिन्छ नि
हामीलाई त हान्दैन कि कसैले नि हान्यो भने स्क्वाड हाउस आयो भने त हान्छ नि फेरि फिनिश गर त छिरिरह्यो यार त्यो रिलोड गर्दा गर्दै कचाडै भाइ म आइडी पास दिन गएँ ल तिमीसँग कति ए 1 नम्बर कतिको स्कोप हो 4 को हो ल्याउन भयो म 3 को दिन्छु 211 65 मलाई 3x हैन आउँदैन 18 कि साच्चो कुरा भन्नु होला 11 6 7 8 9 10 11 12 12 56 57 58 11 बजेर 2 मिनेट एमो चाहिन्छ भने छ है मेरो Watch out. गाडीमा Marked a location. कता ए हामीलाई हान्दैन थियो हामीले स्क्वाड हाउसको लागि त्यहाँ हामीलाई देख्दैन नि कति टाढाको नि Watch out! 500 मिटर Watch out! भाइ म आए वेलकम ब्याक थ्यांक यू त्यही हात नि हात त काटेरै फाल्छ नि भनेको मासहरु M249 ले त कसरी हान्न सक्नु यस्तो टाढाको स्प्रेयर 3x मा चाहिँ लभली लाग्छ यार मलाई M249 नाइ हान्यो भाइ कता हाइ मी म के पिकै नगरम गरेन यार हामी कति त पुनः बसौँ म हान्छ अरे भनेर Watch out! मै पनि राजै पनि राज ओ बाबी दादी दादा 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 यतै छु जोन नाइ जाउँ निस्किहाल्यो यतापट्टि बस न यतापट्टि जोनमा यहाँ कम्पाउन्डमा के छ भाइ Watch out. यो कम्पाउन्डमा तलको आछन् आऊ है त्यहाँ check यताबाट गर्दा आऊ है त। ब्रिज खेल्ने ब्रिज आऊ त्यही ब्रिज हामीपट्टि खेल ल नाइस एक एसपी यार त्यो म्याच साला कस्तो गोलीले चुक्यो ओए मैले हामीपट्टि त अघि पिकै गरेन किन हो कुनि के हो दुईचोटि नखान्छ कि पछाडि हेर ल भाइ म यता हेर्दैछु ए पछाडि कता पछाडिपट्टि आउनु आउँदैन जोन त स्टार्ट भयो त खसियो यार आउँदा भाइ स्क्वाड हाउसलाई जोन पर्दैन यो पछि अनि हान्नुपर्छ निस्किन त निस्केल म छ भाइ हल्का एमो छ नि लौ 140 वटा हो यिनीहरूले कहाँ हान्दैछन् यार माथि हिलमा हो कहाँ हान्दैछन् लौ उ यता नि कहाँ यता हान्दै यता हान्दै? यता 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 Watch out! उ गाडी गयो त अनि माथि ओ यहाँ त डेड ठाउँ रहेछ यार कहीँ हेर्न नमिल्ने भाइ Marked a गाडी हेर न vehicle. यहाँ गयो तिनीहरू पुस गयो कान्तुली रे आउँदा हाँ निस्किम भाइ पनि पारि नै जाउँ यहाँ पारी? उठाउनु I got Kaya mo. supplies. Watch बियो out! झ्यालमै ठ्याक्क यहाँ हान्दियो म यहाँबाट हान्दैछ फेरि कताबाट कार 98 Watch out! कन्टेनरबाट हान्दैछ
Watch out! दुईटा गाडी चाहिँ लिएर जानुपर्छ नक नभए के त्यो नक दुईटा नभए गाडी लिएर जाने जोन छैन है तिनीहरूलाई जोन हामीलाई पर्यो भने के हुन्छ भाइ त्यहाँ त पर्दैन फिक्स हो लिएर उनीहरूको 100 पर्दैन त्यहाँ त ओ नो यो जोन त रहेछ कि हामीलाई त खै पनि स्क्वाड हाउसमा छैन होइन खै कतापट्टि भाइ छ हो छ यो मुला त कस्तो गदा रहेछ अर्कोले गयो त अनि अर्को त Help! कन्टेनरले होइन टावरमा छ टावरमा छ टावरमा छ टावरमा छ Watch out! यो रन्डालाई हानौँ त बच्छ है कि मेरो किल त हेर खातेले इसमा किन हाने Awesome. आयो त क्लक Excellent बच्यो work. बच्यो बच्यो अर्को नि छ बच्यो त्यो कुपमा निस्किन्छ है अब कन्टेनर जाने हो कि सिधै यसलाई सेकेर कोही निस्किएन त यार त्यो स्मोक सिद्धो नि भाइ मलाई नि लैजाऊ ल जो भागिसक्यो जस्तो हो यो त फाइट हुँदैछ जाउँ, जाउँ। वेयर हाउस है सिधै वेयर हाउस हो र भाग्यो कन्टेनर भनेको। चाहिँ खेलौँ न ए वेयर हाउस सेन्टर रहेछ भाइ मैले यहाँ को देखेँ 4 को दूरबीन छ है त्यहाँ मसँग उयो माथि होइन टावरमा छ याद गरौँ न I got supplies. अगाडि नि छ ठ्याक्क हाम्रो अगाडि ठ्याक्क हाम्रो अगाडिको कम्पाउन्डमा हान्दियो हान्दियो नाइस बम फाला भाइ त्यसलाई आऊ त केटा टावरकोलाई नखान्दै कता नाइस नाइस भाइ लास्ट वान कान्तुली मात्र बाँकी छ टावरमा होइन नि मुनि नै हो तिमीहरू जाऊ न म तल माथिबाट हेरिदिन्छु नि ए कता जानु भाइ Watch सिधै out. कन्टेनरहरूमा छ कि कतानिर यहाँ अगाडि नाइस 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 चिकन खाइयो त We are number 1. ला 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 जाउँ ला जाउँ 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 छिटो जाउँ अझै 2 गेम भ्याउनुपर्छ फेरि